के 100 रुपियाँले देशको अर्थतन्त्र बचाउन सक्छ वा यो गरिबको वंशमाथि गरिएको प्रहार मात्रै हो? मेरो घर बोर्डर नजिकै छ र हरेक दिन आफ्नै आँखाले एउटा डर लाग्दो दृश्य देखिरहेको हुन्छु। सीमा पारी भिड छ तर हाम्रो नजिकै साना ठूला बजारका सटरहरू बन्द छ, किनभने यो आर्थिक वर्ष 2082-83 को 8 महिना भित्रमै मात्र नेपालको भारतसँगको व्यापार घाटा 567.39 अर्ब रुपियाँको पुगेको छ। अब यो हेरौं, हामी भारतलाई 1 रुपियाँको सामान बेच्दा त्यहाँबाट 4.6 रुपियाँको सामान किन्छौं। हामीले बचाउन खोजेको 10-20 रुपियाँले कहीं हाम्रो देशको व्यापारलाई मारिरहेको त छैन? विदेशमा पसिना बगाएर कमाएको पैसा हामी सिधैमा छिमेकी देशबाट सामान किनेर देश बाहिर पुर्याउँछौं। एउटा नोट जति पल्ट देशभित्र सर्कुलेट हुन्छ वा एक हातबाट अर्को हातमा पुग्छ त्यति नै इकोनोमिक डेभलपमेन्ट वा जीडीपी बढ्छ, जसलाई मनी मल्टिप्लायर इफेक्ट भनिन्छ। र झन डरलाग्दो कुरा के हो भने हामी भन्सार नतिरेरै सामान ल्याउँछौं। भोज भतेर विवाहहरूमा लाखौंको सामान भारतबाट ल्याउँछौं। तर यहाँ बुझ्नु पर्ने कुरा छ, अहिले यो नियमले सबैलाई पोलेको छ। डिजेलको भाउ 230 रुपियाँ कटेको बेला एउटा चियाको प्याकेटमा कर लगाउनु भनेको महँगी निम्त्याउनु हो। सस्तोमा सामान ल्याएर छाप टार्ने गरिब परिवारको लागि यो अल्पकालीन सजाय जस्तै भएको छ। तर के यो सजाय मात्रै हो त? यो एउटा इकोनोमिक सर्जरी जस्तै हो। सुरुमा दुख छ तर आवश्यक पनि छ। जब बाहिरको सामान महँगो हुन्छ नेपालमै फ्याक्ट्री खोल्ने माहौल बन्छ। यदि हामीले आज आफ्नो पसल र उद्योगहरूलाई जोगायौं भने भोलि देशको युवाहरू रोजगारको लागि विदेश वा खाडी मुलुक जानु पर्दैन। आजको यो सानो दुख भोलिको बलियो र आत्मनिर्भर नेपालको जग हुन सक्छ। तर सिम्पल कुरा के हो भने सरकारले भन्सारमा कर त लगायो तर के हाम्रो उद्योगीलाई सहुलियत दियो त? यो 100 रुपियाँको लडाई हाम्रो चुलो बल्ने कि नबल्ने लडाई हो। के हामी केही रुपियाँ महँगो भए पनि आफ्नै नेपाली पसलहरूबाट सामान किनेर यो देश बचाउन तयार छौं कि सरकारले यो नियम खारेज गर्नुपर्छ? तपाईको अनेस्ट ओपिनियन कमेन्ट गर्नु होला। भावनामा होइन तथ्यमा कुरा गरौँ।